कुलमान घिसिङलाई हटाएर सरकारलाई घाटा छ। घाटा यो मानेमा कि बेकारमा काल परिरहेछ, बिना काममा नराम्रो भइरहेछ सरकार। हटाएर के फाइदा भयो? ल कुलमान घिसिङलाई हटाएर कुन चाहिँ फाइदा भयो त? एउटा कर्मचारी हुन् हैन। अब सरकारले 0 नम्बर दिए पनि जनताले त 100 नम्बर दिएका छन्, 100मा 100 दिएका छन्। अनि सरकारले इन्डियालाई धन्यवाद दिए पनि नेपाली जनताले त कुलमानलाई दिएका छन्। यति पपुलर छन्। पपुलर पनि यो मानेमा कि झुकाएर होइन, काम देखाएर अँध्यारोमा रहेको मान्छेलाई उज्यालो देखाएर, आँखा देखाएर छ। यसमा क्लियर घाम जस्तै देखिँदैछ। यो मानव कुलमान गलत छन् भन्ने पनि यिनीहरूको चाहिँ काहीँ न काहीँ रहेछ। कस्तो भन्दाखेरि इन्डियासँग विद्युत सम्झौता गर्दाखेरि अब महँगोमा गरे भन्ने तर्क हैन, यस्तो यस्तो केपी ओलीको योजना थियो त्यसमा कुलमान आएर भयो भन्ने तर्क, यस्तो यस्तो खालको तर्क रहेछ। त्यस्तो खालको तर्कले त चल्दैन। नेपालमा एउटा मात्रै छैन नि सरकारी कार्यालय, विद्युत प्राधिकरण मात्रै फाइदामा छ, अरू सबै घाटामा छन् भनेपछि त कुलमान घिसिङ यसै पनि हिरो छन् मान्छे हैन। त्यो हुनाले यो बेकारमा यो सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हानेको छ। अब यसको घाटा कति बेहोर्ने हो, यसको जुन घाटा सरकारले थेक्न सक्छ कि सक्दैन, यो चाहिँ मलाई थाहा भएन। सामाजिक सञ्जाल हेरि नसक्नु छ।